हाम्रो यो माक्सेटोलो कर्णालीको लु यहाँ चाहिँ एकदमै अगाडि माछा यो तलको माछा होइन कि यहीँको उत्पादन भन्दा पनि यो खोलामा बगेको माछा चाहिँ लु हामी खाँदैछौँ साथीहरू। माछा पनि खाएर सक्छु गाईहरू। साथीहरू हामी चाहिँ पिकमारी जाँदैछौँ। ल पिकमारीको दृश्य चाहिँ यस्तो छ गाईहरू। यो चाहिँ सुके जाने गाडीहरू हो अनि यो चाहिँ खोलाली नदी अनि यस्तो छ यहाँदेखि आउँछ होला त यहाँदेखि चाहिँ कर्णालीको पोल देखेर राम्रो देखिन्छ पानी नपरे आज धन्न आज होइन पानी पर्नु होइन आज त 7 त दियो हो नि पानी आइदिएपछि गाह्रो हुन्थ्यो नि त हामीलाई। हामीलाई गाह्रो भएर यस्तो अवस्थामा हामी हिँड्दैछौँ। लु हेर्नु हामीलाई अटोले तान्न नसकेर गाईहरू यस्तो छ अवस्था यस्तो छ। लु गाईहरू यस्तो छ। अब हामी पितमाली पुग्दैछौँ केही छिनपछि। अहिले हामी दिपा अटो के अटो धक्का के लु मेरो भाइहरू हेलो हाई 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 भाइहरू लाज मान्नुहुन्छ लाज कस्तो राम्रो डाँडा देखेको छ साथीहरू। लु हेर्नु त मरिजाम्बा यस्तो गर्मी अहिले बल्ल भाइ चाहिँ अब पितमारीमा आइसक्यौँ। र अब हामी चाहिँ चिसो हावा खाँदै अनि यो कर्णाली नदी यसरी बगिरहेको छ। यो तल यति हेर्नु त गाईहरू कस्तो गहिरो छ। यो ठाउँमा चाहिँ हामी पहिलेदेखि नै आउँथ्यौँ र हामी सधैँ न्यु इयरको बेला आउँथ्यो क्या यो डाँडा हेर्नलाई कस्तो आनन्द लाग्थ्यो। अनि योचोटि चाहिँ हामी असारको महिना हो गाईहरू चाहिँ आफ्नो कामसाम बर्खे कामहरू सकाएर हामी आएको गाईहरू। देखा यस्तो मस्तले हावा आएको छ गाईहरू। हाम्रो नि आउने त बस्नुलाई चाहिँ ठिकै रहेछ होइन। त्यस्तो राम्रो सुविधा सम्पन्न चाहिँ ठाउँ त्यति साह्रो होइन गाईहरू। अब तर पनि हामीलाई राम्रो लाग्छ के गर्नु डाँडा काँडा हेर्न हावा पानी खानलाई हामी दौडी बर्दियादेखि कैलालीमा आइपुग्यौँ साथीहरू। लु छ यो दृश्य हेर्नु ल हामी चाहिँ पितमारी पुगेको। खै उनीहरू कहाँ गयो? हेलो साथीहरू। लु हाम्रो पितमारी डाँडालाई कतिचोटि देखायो भन्नु होला। यो चाहिँ कर्णाली नदी हो। यो चाहिँ जुम्लाको सिजाबाट आएको भन्ने छ है। तर मैले भन्न जाने कि जानेन यहाँहरूले भन्न सक्नुहुन्छ। लु हामी पहिला हामी पिकनिक खानको लागि यो ढुङ्गादेखि लिएर उतातिर गएको छु क्या अहिले देखिएको छैन गाईहरू। अनि यहाँ चाहिँ हाम्रो टिम भैलीदेखि लिएर यहाँ पिकनिक खान आएको थिएँ साथीहरू। यस्तो छ यहाँको खोला नाला होइन बर्खे पानीहरू यसरी झरेको छ भयो। यो चाहिँ सुक्खा जाने बाटो है गाईहरू। सुक्खा जाने बाटो मैले हरेक चोटि भइसकेँ। तर डाँडा पानी पर्नु लागेको अवस्था छ। यो गाईहरू हामी त्यस्तो ओहो भन्ने ठाउँमा त आएको छैनौँ कि। अब त्यही पनि अब पुरानो ठाउँ हो भनेर यसरी आएको हो। कस्तो हुन्छ आजको वर्ष लगभग बर्खा आउँछ भने पानी एकदमै आउँछ। लुगाहरू यस्तो आजको आज यहीँसम्मको भयो कि बनाउँदै यसरी खाँदैछु। यस्तो डाँडा हेर्दै होइन हावा त मस्ताको छ कि तर के गर्नु किन यस्तो उज्यालो देखेको छैन कति जो
जे जस्तो पनि खाऊ टोटी हो सब यस्तो छ हाम्रो यहाँ पिपमारीको बजार हो यो गाईहरू टिकटक गराउँ सबैजना भन्नु ए भिडियोबाट चाहिँ टिकटक ऊ त्यो खास हामी सधैँ न्यु इयरको बेला ऊ त्यहाँ आएर माछा खाने कति खाने माछा ठुलो माछा खाने के भेनालाई देखाउँछ झन् लुजा यस्तो चाहिँ बस्नु न उठाएर जस्तो के हो काँचो पचास हाल्यो फेरि लाफाको इलाङ त इन्छले इलाङ त हिल्छ मात्रै बाँडाको होइन स्यासा माले होइन लाफाको इन्छाले र पत्ताको राखेको छ नि इलाङ होइन तर पनि प्रयास चाहिँ जान्छ हाल्यो नि त होइन र खाएको आफूको होटलमा आएको साथीहरू यस्तो छ आज कति खाने माछा गाईहरू यति माछा खाएको छौँ कि यति खाएको छौँ पुरै नगर किनलोड भएन माछा खाएको साथीहरू हाम्रो बर्खाको जति पनि हाम्रो एनर्जी लस भएको थियो अब चाहिँ हाई हुन्छ उचालेर पसारेर पचाइदिन्छ साथीहरू लु आजको यात्रा भनेको हाम्रो यही पुलसम्मको हो हामी दिउँसभरि पितमारी हिँडेको थियो लु साथीहरू यसरी हिँड्नुभएको छ त्यो गाईहरू यस्तो भेल आएको छ कि यो बर्खायाम हो नि त तर टक्क घाम पनि देखेछ ल कर्णाली बजार चाहिँ यस्तो छ है गाईहरू यो मान्छेहरू अहिले सुनसान अवस्थामा छ कि तर पनि अब मान्छेहरू चाहिँ अब बर्खा सकेर होला नि त अनि मान्छेहरू आउनु भएको छ बिहान हामी आउँदा अलिक कमै हुनुहुन्थ्यो यो अहिले त एकदमै त नभनौँ तर जिउ फाटाफुटो देखिराख्नु भएको छ यो गाईहरू कर्णालीको भेल यसरी बगेको छ अनि पानी पनि पर्न लागेको छ नि त गाईहरू मेरो घरदेखि देखिने मैले अस्तिको भिडियोमा राखेको थियो नि अनि यो चाहिँ कर्णालीको डाँडा मैले घरदेखि भनेर भनेको थियो नि त गाईहरू यही नै हो गाईहरू लु कि यो पानी परेको भएर अँधेरो देखिएको छ तर नजिकबाट खिच्दा पनि तर मान्छेहरू चाहिँ यसरी आफ्नो आफ्नो पोज दिइराख्नु भएको छ गाईहरू लु यो चाहिँ नहर हो अनि लु यति ठुलो भेल आएको छ लु गाईहरू लु हेर्नु त यो हाम्रो साथीहरू त अलमल्ल जहाँ गयो अलमल्ल साथीहरू आज हामी बिहान निस्केको मान्छे अहिलेसम्म यसरी बुलेको छौँ हामीहरू हामी कति लगभग बिहान निस्केको मान्छे बिहान भनेर खानासाना खाएर पितमारी पुगेर अहिले हामी अब साँझ पर्दैछ कि गाईहरू अब हामी चाहिँ एकछिनमा लाग्छौँ घरतिर कर्णालीको लामो पुल 100 मिटर भन्ने जो साइड थियो नि गाईहरू यही हो कर्णालीको पुल मलाई त्यति साह्रो बोल्न त आउँदैन कि तर पनि म प्रयास गर्दैछु गाईहरू यस्तो छ होइन नि होइन भाइ साथीहरू मेरो साथीहरू त उतै जहाँ पाए त्यही हराउँछ लु के गर्ने होला लु यस्तो छ हाम्रो कर्णाली उता चाहिँ सुर्खेत पर्छ है यो डाँडादेखि उता मैले अस्ति नै भनेको थिएँ नि त यो चाहिँ तपाईँहरूलाई नजिकबाट देखाइदिएको गाईहरू एकदम धमिलो पानी परिरहेको छ आकाश लगाइरहेको छ नि त हेर्नु न मधुरो छ लु चाहिँ अब अनि हिल्छ गाईहरू हाम्रो आजको यात्रा यहीँसम्म हो ताकि अब यहाँ चाहिँ विभिन्न थरीको वेशभूषा लाउन मिल्छ कि यहाँ त नेपाली ड्रेस नेपाली वेशभूषा मगर ड्रेस ठकुरी ड्रेस साथीहरू लु साथीहरू जानु
लु साथीहरू आज यतिको यात्रा हो हाम्रो यतिजना छौँ हामीहरू लु साथीहरू आज यति भन्दै आजको यस भिडियोदेखि म बिदा हुन चाहन्छु साथीहरू हवस् त धन्यवाद बाई